बर्मुडा ट्रायंगल यो नाम सुन्ने बित्तिकै दिमागमा के आउँछ? रहस्य, डर अनि हराएका जहाज र प्लेनहरूको तस्बिर, होइन त? तर के यो सबै साँचो हो कि यो केवल एउटा कहानी मात्र हो जुन हामीले सुनेका छौं? ल, आज यसकै गहिराईमा पुगेर रहस्यको पर्दाफास गरौँ। पश्चिम कता हो हामीलाई थाहा छैन। सोच्नुस् त, यो एउटा वास्तविक रेडियो सन्देश थियो। यही एउटा वाक्यले इतिहासको सबैभन्दा चर्चित बेपत्ता घटनाको सुरुवात गर्यो। आज पनि यो आवाजले मान्छेहरूलाई झस्काउँछ। र हो, यही आवाजले बर्मुडा ट्रायंगलको रहस्यलाई जीवित राखेको छ। यही एउटा वाक्यले एउटा सामान्य समुद्री क्षेत्रलाई शैतानको खेलमैदान बनाइदियो। ल, अब कुरा गरौँ फ्लाइट 19 को। यही त्यो घटना हो जसलाई बर्मुडा ट्रायंगलको मिथकको जग मानिन्छ। वास्तवमा यही एउटा घटनाले गर्दा एउटा सामान्य समुद्री क्षेत्रले डेभिल्स ट्रायंगल अर्थात् शैतानको त्रिभुज जस्तो डरलाग्दो नाम पायो। सुरुमा त सबै ठिकठाक नै थियो। दिउँसो 2:10 5वटा अमेरिकी नौसेनाका बमवर्षक विमानहरू सामान्य तालिमको लागि उडे। तर 4:09 गडबड सुरु भयो। प्रमुख पाइलटले रिपोर्ट गरे कि दुईटै मतलब प्राइमेरी र ब्याकअप कम्पासले काम गर्न छोड्यो। अब के गर्ने? उनीहरूले सोचे कि उनीहरू मेक्सिकोको खाडीमाथि छन्, त्यसैले लिडरले पूर्वतिर मोडिन आदेश दिए। अनि साँझ 7:04 एउटा अन्तिम नबुझिने रेडियो सन्देश आयो। त्यसपछि सधैँका लागि सन्नाटा। कथा यहाँ सकिएन। झन् डरलाग्दो भयो। हराएकाहरूलाई खोज्न पठाइएको एउटा मरिनर उद्धार विमान जसमा 13 जना थिए, त्यो पनि हरायो। कुनै नामो निशान बिना, कुनै सुराग नछोडी। मतलब उद्धार गर्न गएकाहरू नै हराए। यसले त घटनालाई झनै रहस्यमय र डरलाग्दो बनाइदियो। एकै साँझमा 27 जना मानिस। सोच्नुस् त, 27 जना। र आजसम्म ती दुईवटै उडानको एउटा सानो टुक्रा पनि भेटिएको छैन। न कुनै भग्नावशेष, न कुनै शव। हो, यही घटनाले बर्मुडा ट्रायंगलको त्यो डरलाग्दो कथालाई जन्म दियो जुन हामी आजसम्म सुन्छौं। फ्लाइट 19 को घटना त एउटा सुरुवात मात्र थियो। अब अलिकति पछाडि हटेर त्यो पुरै क्षेत्रको नक्सा हेरौँ, जहाँ यस्ता कैयौं कथाहरू कोरिएका छन्। आखिर कसरी यो समुद्री क्षेत्र शैतानको त्रिभुज भनेर चिनिन थाल्यो त? आउनुहोस् बुझौँ। एउटा कुरा के प्रश्न पारौँ भने यो कुनै आधिकारिक भौगोलिक क्षेत्र होइन। नक्सामा खोज्न गयो भने भेटिँदैन। यसको सिमाना कथाहरूले कोरेका हुन्। बर्मुडा, फ्लोरिडा र पोर्टोरिको बीचको करिब 5 लाख वर्ग माइलको एउटा विशाल रहस्यमय समुद्री इलाका। यो ठाउँको नाम पनि एउटा मात्र छैन। मानिसहरूले यसलाई अनेक डरलाग्दा उपनाम दिएका छन्, जस्तै शैतानको त्रिभुज, एटलान्टिकको चिहान, विनाशको सागर अनि सार्गासो चिहान। यी नामहरू सुन्दा नै थाहा हुन्छ कि यो ठाउँको बदनाम प्रतिष्ठा कति पुरानो हो। तर एउटा रमाइलो कुरा के छ थाहा छ? बर्मुडा ट्रायंगल भन्ने नाम त खासै पुरानो होइन। यो त सन् 1964 एउटा पत्रिकाको लेखमा पहिलो पटक प्रयोग भएको थियो। भिन्सेन्ट एच ग्याडिस नामका लेखकले यो नाम दिए र त्यसपछि त के भयो भने शताब्दीौँदेखिका अलग अलग घटनाहरूलाई एउटै मालामा उनेर एउटा ठूलो डरलाग्दो रहस्य बनाइयो। अब फ्लाइट 19 को घटना मात्रै होइन, यो क्षेत्रसँग जोडिएका कथाहरू त धेरै पुराना छन्। सोच्नुहोस् त, 1492 क्रिस्टोफर कलम्बसले नै यहाँ कम्पासले अनौठो व्यवहार गरेको र आकाशबाट आगोको गोला खसेको देखेको रिपोर्ट गरेका थिए। अनि 1881 को भुतिया जहाज एलेन अस्टिनको कथा छ, वा 1918 306 जना सहित हराएको अमेरिकी नौसेनाको विशाल जहाज USS साइक्लोप्स। यी सबैले रहस्यलाई झनै गहिरो बनाउँछन्। खैर, जब यति धेरै रहस्यहरू एकै ठाउँमा थुप्रिन्छन्, तब मानिसहरू जवाफ त खोज्छन् नै। अब हेरौँ यो रहस्य सुल्झाउन के कस्ता तर्कहरू अगाडि सारिएका छन्। कल्पनाको समुद्री राक्षसदेखि लिएर विज्ञानसम्म। यसका स्पष्टीकरणहरू पनि अनेक छन्। कसैले भने यो एलियनहरूको काम हो, उनीहरूले अपहरण गरेर लगे। कसैले विशाल समुद्री राक्षसको कल्पना गरे। अनि अलि वैज्ञानिक कुरा गर्नेहरूले समुद्र मुनिको मिथेन ड्यास विस्फोटले पानीको घनत्व घटाएर जहाजलाई निल्यो होला भने, वा कम्पासलाई नै काम गर्न नदिने कुनै चुम्बकीय गडबडी होला भन्ने तर्क पनि आयो। अनि चरम मौसमको कुरा त छँदैछ। तर के होला यदि वास्तविक दोषी समुद्रमा वा आकाशमा छँदै थिएन भने? अब यो कथामा एउटा यस्तो मोड आउँदैछ जसले हामीलाई बाहिर होइन, अन्त कतै हेर्न बाध्य बनाउँछ।
के यस्तो हुन सक्छ कि यसको जवाब समुद्रमा होइन, हाम्रो आफ्नै दिमागमा लुकेको छ? के बर्मुडा ट्रायङ्गलको रहस्य वास्तवमा मानवीय मनोविज्ञानको एउटा खेल मात्र हो? यसको पछाडि एउटा मनोवैज्ञानिक अवधारणाले काम गर्छ जसलाई बार्डर-माइनहफ इफेक्ट वा फ्रिक्वेन्सी इल्युजन भनिन्छ। यो भनेको के हो भने जब हामीले कुनै कुरा पहिलो पटक याद गर्छौं नि, त्यसपछि त्यो कुरा जताततै देखिन थाल्छ। हामीलाई लाग्छ कि त्यसको सङ्ख्या नै बढेको हो। यो ठ्याक्कै कस्तो हो भने मानव कसैले एउटा नयाँ मोडलको गाडी किन्यो, त्यसपछि उसलाई सडकमा त्यही गाडी जताततै देखिन थाल्छ। के साँच्चै गाडीको सङ्ख्या बढेको हो त? होइन, हाम्रो ध्यान त्यतातिर गएको मात्र हो। अब सोच्नुहोस्, एकपटक बर्मुडा ट्रायङ्गलको कथा दिमागमा बसिसकेपछि त्यहाँ हुने हरेक सानो ठूलो घटना पनि विशेष लाग्न थाल्छ। तर अन्य ठाउँमा हुने त्यस्तै घटनाहरूमा हाम्रो ध्यान नै जाँदैन। ल, अब जब हामीले हाम्रो दिमागको यो खेल बुझिसक्यौं, अब तथ्य र तर्कको आधारमा यो रहस्यको पर्दालाई सधैँका लागि हटाइदिउँ। यो भनाइलाई एकदम ध्यान दिएर हेरौँ। यो अमेरिकी कोस्ट गार्डको आधिकारिक भनाइ हो। मतलब ती मानिसहरूको जसको काम नै त्यो क्षेत्रमा सुरक्षा र उद्धार गर्नु हो। र उनीहरू के भन्छन्? तथाकथित बर्मुडा ट्रायङ्गललाई हामी कुनै विशेष खतरा भएको क्षेत्र मान्दैनौँ। अब सोच्नुहोस्, यदि त्यहाँ साँच्चै केही हुन्थ्यो भने सबैभन्दा पहिले उनीहरूलाई नै थाहा हुन्थ्यो होला, होइन र? तथ्याङ्कले पनि यही कुरालाई समर्थन गर्छ। सन् 2013मा WWFले विश्वका 10 सबैभन्दा खतरनाक जलमार्गहरूको सूची निकाल्यो। तर अचम्म, एटलान्टिकको चिहान भनेर चिनिने बर्मुडा ट्रायङ्गल त्यो सूचीको टप 10मा पनि परेन। यसले के देखाउँछ भने यसको जुन डरलाग्दो छवि छ त्यो र वास्तविकता बीच ठूलो फरक छ। त्यसो भए वास्तविक कारण के हो त? वास्तवमा यहाँ कुनै एउटा रहस्य छैन, बरु यो धेरै प्राकृतिक कारणहरूको एक पर्फेक्ट स्टर्म हो। पहिलो, यो विश्वकै सबैभन्दा व्यस्त जहाज र हवाई रुटहरूमध्ये एक हो। दोस्रो, यहाँ खतरनाक समुद्री आँधीहरू आइरहन्छन्। तेस्रो, यहाँ गल्फ स्ट्रिम नामको एकदमै शक्तिशाली समुद्री करेन्ट छ जसले कुनै पनि भग्नावशेषलाई तुरुन्तै बगाएर लैजान्छ। अनि चौथो, यहाँको कम गहिरो पानीमा लुकेका चट्टानहरू पनि छन्। त्यसैले यहाँ दुर्घटना हुनु रहस्यमय होइन तर स्वाभाविक हो। अब मिथक र वास्तविकतालाई एक एक गरेर हेरौँ अनि रहस्य आफै हराउँछ। कोलम्बसले युएफओ देखेको भनिन्छ, तर त्यो सम्भवतः वायुमण्डलमा प्रवेश गरिरहेको उल्कापिण्ड थियो। कम्पासहरू सधैँ फेल हुन्छन् भनिन्छ, तर वास्तवमा त्यो क्षेत्रमा एक अनुमान गर्न सकिने चुम्बकीय भिन्नता छ जुन नौचालकहरूलाई थाहा हुन्छ। अनि बेपत्ता हुने घटनाहरू धेरै हुन्छन् भनिन्छ, तर त्यो त्यहाँको अत्यधिक ट्राफिकको अनुपातमा सामान्य नै हो। ल, अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न। यदि रहस्य समाधान भइसकेको छ भने हामीलाई यो कथा अझै पनि किन यति धेरै मनपर्छ? सायद यसको जवाफ यो हो कि हामीलाई तर्क र विज्ञानले भरिएको संसारमा कहिलेकाहीँ थोरै रहस्य र जादु चाहिन्छ, र कहिलेकाहीँ एउटा राम्रो कथा तथ्यभन्दा धेरै शक्तिशाली हुन्छ।